हामी चाहिँ भक्तपुर घुम्न आएको। ऊ चाहिँ मेरो भाइ सम्राट त मलाई यो चाहिँ एकदम हरामी केटा, जतिखेर पनि मलाई इरिटेट गर्न मात्र जन्मेको। यो चाहिँ मेरो भाइ हो, रिसाइ गर्छ। यो चाहिँ एउटा हामी चाहिँ यहाँ के हो थाहा छैन, एउटा पोखरी घुमेर अर्को पोखरी घुम्न जाँदैछ। मिनाहरू चाहिँ मेरो पुच्छरहरू हुन्। मेरो सानी र माइजू चाहिँ अगाडि जाँदै हुनुहुन्छ। सानीलाई भेटिसकेको छु। सानी तपाईँ केही भन्न चाहनुहुन्छ? ह्याप्पी न्यू इयर भन्न चाहन्छु सबैजनालाई। 2083 सालको हार्दिक मङ्गलमय शुभकामना भन्न चाहन्छु। हेलो जति पनि मेरो युट्युब फ्यामिली हुनुहुन्छ यसले हामीलाई भ्लग बनाउनै दिँदैन अनि आफू पनि भ्लग बनाउनलाई लाज मान्छ। फोटो खिच्न पनि दिँदैन, बिचमा आफै गर्छ। आज चाहिँ म कस्तो देखिन्छु गाइस? एकदम क्युटी। कमेन्ट गरिदिनु त, सेम केटी जस्तै देखेको छ भनिदिनु यसलाई। यसलाई त्यही भनेर कमेन्ट गरिदिनु ल। यसको त्यसले नि अनि मलाई चाहिँ कस्तो देखेको छ गाइस कमेन्टमा भनिदिनु होला। सेम टु सेम छपरी जस्तै देखिन्छ। यसले मलाई हान्यो गाइस। अर्काको क्याप लाउँछस्? यसले मलाई हान्यो गाइस। हामी चाहिँ असिन पसिन हुँदै घुम्न गइरहेछौँ। अब मेरो नाम चाहिँ गाइज, म चाहिँ हिँडेको गाइज। हाम्रो हेर्नु त झोला जहिले यस्तै हुन्छ। झोला चाहिँ होइन यहाँ यो झोलामा त फेरि सातु छ क्या मेरो कोसेली माइतबाट। सातु थाहा छ तपाईँहरूलाई? सातु अनि माइतबाट कोसेली सातु लिएर हिँडेको, त्यही पनि बोकेर संसार यो सिद्धा पोखरीले लिएर माछा पोखरी कता संसार डुलिसक्यो यो सातुले बिचरा। म तपाईँहरूलाई मेरो माइजू देखाउँछु। अहिले माइजूलाई पनि भेटिसकेँ। हाम्रो माइजू यहाँ हुनुहुन्छ। माइजू तपाईँ के हान्नु चाहनुहुन्छ नयाँ वर्षमा साथीहरूलाई? सबैजनालाई नयाँ वर्षको शुभकामना भन्न चाहन्छु। मेरो भाइ चाहिँ यहाँ छ सम्राट। यिनीहरू सब थाकेर यहाँ बोक्नु भन्दैछन्। गाइस आज हाम्रो छैन। हेलो गाइस, होइन हामी आज गाइस म यिनीहरूको त्यो कराको सुन्न नसकेर अगाडि लागेँ। कति धेरै मान्छे हेर्नु त। हाई गाइस, हामी चाहिँ तिर्खा लगाएर पानी किनेर खान लागेको। म पनि खाने। के भयो? यिनीहरू यहाँ माछालाई चारो हाल्नु पर्यो कराइराखेको छ। खोइ माछा चाहिँ ल हाल नि त नि अनि हाल यहाँ माछा निस्किन्छ कि माछा अगाएर उहाँ पानी मुनि छिरेको छन्, एउटा निस्किँदैन। ऊ त्यहाँ हिँड्दै रहेछ। अलि हाल न, त्यो टन्नै हालिदियो भने अलि टन्नै हाल न, एक मुठी हालिदेऊ न। उहाँ आएर एक मुठी हाल न पहिला। उहाँ हेर ऊ कति उहाँ हेर ऊ तिमीले खाना स्टिक चाहियो भने होइन उहाँ स्टिक चाहिने रहेछ। समृद्ध लडिन्छ समृद्ध। यो त हाम फाल्नुलाई जतिको गर्नु लागिसक्यो। हामी चाहिँ यहाँनिर फोटो भिडियो गर्दैछौँ। म आएको छु कि छैन, भिडियो भएको छ कि छैन। यहाँनिर खासै फोटो खिच्ने ठाउँै छैन अनि हामी चाहिँ यहाँ बाहिर छिर्ने ठाउँमै आएर फोटो खिच्दैछौँ। फोटो सेसन हो र इधर फोटो अरे। यहाँ चाहिँ मेरो भाइले दाउराले कपाल कोरिदिँदैछु। यहाँ दाउराले कपाल कोरिदिँदै मेरो छोराले फेरि कुमालेको पट भेटाएर यसले एकदम गर भन्दैछ, फुटाइसकेछ डल्लेले। अनि यस्तै यस्तै हुँदैछ हाम्रो न्यु इयरको घुमघाम। तपाईँहरूको कस्तो हुँदैछ कमेन्ट गर्नु होला। फोटो खिच्न मान्दैन भने यहाँ हाम्रो भाउजू हुनुहुन्छ, मेरो एकलौटी भाउजू। मेरो यहाँ कपाल कोरिदिने फेरि के भन्छ मेकअप आर्टिस्ट होइसिन्छ। इधर हाम्रो छोटा छोटा मेकअप आर्टिस्ट होइसिन्छ। मक्खै परेर फेरि केही छैन। दुईटा हराएर केही छैन। दुईटा हराए खोजी खाली 3टा खोजी कार्य जारी छ।
मेरो छोरो चाहिँ यता किरा फट्याङ्ग्रा के जाति हुन्छन् फ्लावरहरू यस्ता के हुन्छन् सब खोजी कार्य गर्दैछ फोटो खिचौँ भन्दा नि मान्दैन डल्ले अनि ओप्पोके यता हेर्दा ओप्पोको चिज गरिदियो बेबी या नाच्थ्यौ नाची ओहो नाची गर न आमाले नाच्दै खिच्छ अनि यहाँनिर चाहिँ नाची भन्दैछ त्यो माइजू भान्जी हुन् माइजू भान्जी हुन् भान्जुको हातले यस्तो गरेर छकिँदो रहेछ कि माइजूलाई खासमा चाहिँ हामी माइतमा भुजा खान बोलाएको थोरा आएको बिहानै दिए अनि काजम भयो अनि हामी यहाँ घुम्न आएको हो कि भाषा दिएर अफिस गइहालेँ अनि त्यसपछिबाट काजम भयो हाम्रो पालो यहाँ आइरहेछौँ यहाँ हेर्नु हाम्रो त यस्तो छ हाम्रो घरको बच्चा यस्ता छन् तपाईँहरूको घरका बच्चा कस्ता छन् भन्नु त हेर्नु त यसरी यो के खोज्रेका हुन् के कुखुराले खै के खोजे जस्तो हामीले यहाँ के खोजेका हुन् थाहा छैन हामीलाई चाहिँ कसले गर्छ यस्तो अझ यत्रो भएको मनी चढौँ भन्छ लाज लाग्दैन यत्रो भएको यहाँ हेर त्यहाँ जङ्गलमा बस्ने के जस्तो यहाँ ब्ल्याकमेल गरेर केही छैन ग्रुप छन् हाम्रै गाइज आज हामी 3टा पोखरी डुलिसक्यौँ थाहा छ यहाँनिर पनि रहेछ अर्को पोखरी हामी त अब यसै डुलिहाल्यौँ डुल्दिउँ भनेर आइरहेछौँ यसले चाहिँ मेरो घाँटी नाकेर सकिसक्यो गाइस के भन्छ मलाई दिक्क लागिसक्यो तिमीलाई भनेको होइन आशिष दादालाई भनेको हेर त हो उयो रहेछ नि त यही यो पोखरीमा त म त आएकै थिएन नि त यहाँनिर कस्तो राम्रो रहेछ नि त गुड जब हेर्नुपर्छ ल हेरौँ रहेछ भने जाने ल बोक लडाइदिनलाई नाटक ढाड भाँचेला नि ओइ पोके दिदीले बोक्छ अरे यहाँ फेरि यस्तो छ यिनीहरूको दिदीभाइको एउटाले गरेपछि अर्कोले पनि गर्नुपर्छ यहाँ हाम्रो फेरि ह्यान्डसम दाजु छन् अनि यो पोखरी चाहिँ म आएकै थिएन के आमा मेरो चस्मा हेर भाँचेला त्यहाँ यता फेरि हिरो छ क्या हिरो यसो गर्छ यता फेरि यहाँ बोक्ने कार्यक्रम भइरहेको तारक मेहताका उल्टा चस्मा हेरेको छैनस् हजुर गाइज हामी चाहिँ 3टा पोखरी घुमेर आइसक्यो यो चाहिँ 3टा है यसलेसम्म चाहिँ 3टा हुन्छ आजको न्यु इयर यस्तै पोखरी घुमेर गयो गाइज हामी त अब यो वर्षभरि 83 सालभरि पोखरी घुम्न जान्छ कुन पोखरी भ्याइन्छ वर्षभरिमा त्यो चाहिँ थाहा भयो कुन पोखरी भ्याइन्छ हामीलाई थाहा छैन मेरो चाहिँ गाइज बोर्ड एक्जाम आइसक्यो सबले मलाई के भने पढ भन्छ यो चाहिँ यसरी घुमेर नाचेर रङ्गी गरेर यहाँ चाहिँ इक्जाममा यही लेख्छु अब एक्जाममा म यहाँ घुमेको भने लेख्छु गाइज 14 गतेबाट आइसक्यो अब कति 13 दिन बाँकी छ मेरो एक्जाम आउन चाहिँ भिडियोमा चाहिँ यत्रो पिर गर्छ तर रियालिटीमा यति पिर गर्दिनँ गाइज यो कुरा मलाई मात्र थाहा छ अरू कसैलाई थाहा छैन यो कुरा अब भिडियोमा जति पिर गर्छ त्यति रियालिटीमा अलिक कम पिर गर्छ कसैले हेर्दै हुनुहुन्छ भने यस्तो साथीहरू कसैले हेर्दै हुनुहुन्छ भने यसलाई सम्झाइ बुझाइ अराइ फकाइ गर्नु पढ भन्नु होला हेर्दै त मेरो A+ नभए नि A चाहिँ आउँछ A+ नभए नि A चाहिँ आउँछ नि यसले यत्रो कमेन्ट गरेकी चाहिँ ए ल्याइ भनेदेखि यसलाई केक मेरो तर्फबाट जम्मा केक मात्र अर्कोलाई माइजू तपाईँबाट के जम्मा +2 पास गर्दाखेरि केक मात्र भन्छ यसले अरू पढेर सकाफी भएको कटाइन भने त यसलाई अब म ए लिएर आएँ भने सानीले मलाई केक दिने रे पानीमा खेलिसक्यो अब सर्पले खायो पोके हेर त केटाकेटी हामीभन्दा पहिला पुगेर उहाँ पानी खेल्दैछन् माइजू गइसो अनि हाम्रो माइजू चाहिँ केटाकेटीहरूलाई लिन जाँदै हुन्छ गाइज कस्तो घाम यहाँ गर्मीले मरिसक्यौँ 4वटा बोतल पानी किनिसक्यौँ पनि पुगेको छैन हामीलाई हेर्नु त यो साथीले नि कति घुम्न जुरेर छ यो सिद्धा पोखरी
उताको त्यो पोखरी यो कुन पोखरी हो यो पोखरी गाइज यो कुन पोखरी भन्नु होला तर यो राम्रो के पोखरी मध्येमा गाइज यो पोखरी म फर्स्ट टाइम आएको हो मलाई माइजूले ल्याउनु भएको सानी यता हेरिदिनु त सानी चाहिँ यो पोखरी जानलाई सिडी ओर्लिँदै हुन्छ अब म पनि ओर्लिँदैछु गाइज गाइज यहाँ हेर्नु यस्तो बुढो भएको मान्छेलाई कसले चाहिँ बोक्छ क्या रुन्छ छोरो मेरो छोरो त सानो झन्डै लडेँ म यही जस्तो छ यहाँ श्रेयांश नक्कले यता हेर्देऊ त हाँस्थ्यौ त दाँत खै तिम्रो मुसाल खाएको खायो दाँत लाग्यो मुसाले भने यहाँ त अनि जिरा लाग्यो हो कि के लाग्यो हावा चल्यो मेरो कपाल उडायो गाइज मेरो कपाल चाहिँ लामो मेरो कपाल चाहिँ एकदम लामो भएको छ सानीले चाहिँ कपाल काटेर एकदमै छोटो बनाउनु भएको छ केही छैन म पनि कलर हाल्छु अब टुलेपछि युट्युबरको च्यानलहरू कपी गरे फिसिङ गर्न मन पर्यो रे तर यहाँ फिसिङै हुँदैन यो लौराले त हुँदैन सानो उल्टो मर्छ के हुन्न नि मार्छन् पुलिसले लान्छ छोरो तर क्या दामी छ कि यहाँ चाहिँ त्यहाँ चाहिँ पानी पनि कस्तो फोहोर एल्लो छ यहाँ चाहिँ कस्तो राम्रो छ कि सफा माछा पानीमा पसेर माछा अरारो भन्छ लौरो नजमाउन त यो लौरो अब यत्रो तिनवटा पोखरी घुमेर नि अझ पार्क कहाँ जाने अब अब हाम्रो भ्लग सक्यो यति हो कस्तो भोक लागेर लखितरान भयो अब खाजा खानुपर्छ अनि यहाँनिर खेल्दै हिँडिरहेछन् हामी पार्क सार्क सबै घुम्यौँ हाम्रो न्यू इयर यस्तै भयो पार्क के अरे पोखरी घुम्यौँ अनि त्यसपछिबाट अब फर्किन लागेको हामी अब भयो सानो अब नेक्स्ट टाइम जाने ल अब यत्रो घुमेर नि अझै जाऊँ न भन न अब बाई बाई भन्नुपर्छ अब जा भयो ओके अब चाहिँ सक्यो हाम्रो भ्लग बाई बाई एभ्रिवान सबैजनालाई भिडियो हेरिदिनु भयो धेरै धेरै धन्यवाद भिडियो मन पर्यो भने लाइक सेयर सब्सक्राइब गर्न नबिर्सिनु होला भन्न चाहन्छु यही भजन चलिरहेछ नाच 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 पुतली नाच पुतली नाच न एउटा फेरि एउटा खुट्टो उचालेर नाच्नुलाई पोकु बाइक आउँछ हो यता आऊ मेरी पुकुली